होइन हामी त मंदिर को जहाँ समय अलाउड था। हेलो गाइस, देखिए हम लोग ये सब बकलोलिया को घुमाने लेके जा रहे हैं। ये सबसे बड़ा है। पहले बार आए हैं ना आप इधर? हाँ, इसका काका से हम लोग बकलोलवा का हेड। हेलो एन्ड नमस्ते, वेलकम टु आवर न्यू ब्लग। हामी लुम्बिनी गेटतर्फ छिर्यौँ भैरवा चोकबाट। हाइवे कति मजाको छ। अब हामी ठ्याक्क लुम्बिनीको गेट नम्बर 1 देखि भित्र छिरिसकेपछि हामी यसरी गाडी पार्किङ गर्छौँ हाम्रो, र यहाँबाट लानुपर्छ हामीले रिक्सा। अब आफ्नो गाडी पनि टिकट काटेर लान त पाइयो, तर के हुन्छ त भन्दाखेरि हामीलाई भित्रको केही पनि नलेज छैन। फर्स्ट टाइम हामी भिजिट गर्न आएको, लुम्बिनी घुम्न लागेको सो अब हामी रिक्सावालासित बार्गेनिङ गर्नु चाहिँ अनिवार्य छ है साथीहरू। हजुरले यदि आफ्नो गाडी लानु छ भने यो ट्याक्क गोलो गोलो भएको घरमा गएर यो टिकट काउन्टर छ, त्यहाँबाट हजुरले आफ्नो गाडीको टिकट निकालेर हजुर सर र गाडीभित्र लिएर जान सक्नुहुन्छ। र हामी साथीहरू जाँदैछौँ। हम लोग ये सब बकलोलिया को घुमाने लेके जा रहे हैं। ये सबसे बड़ा है। पहले बार आए हैं ना आप इधर? हाँ, इसका काका से हम लोग बकलोलवा का हेड अंकल हैं। अब अटो रिक्सा चढिसकेपछि हामी यो रिक्सा चढिसकेपछि ई रिक्सा भन्छ, अटो त होइन, अटो रिक्सा अर्कै हुन्छ। यसरी सर जाँदैछौँ। ओहो, यो रुखहरू हेर्नुहोस्। इको भ्यानमा इन्डियन हाम्रा टुरिस्टहरू आउनु भएको छ। यो चाहिँ चिनियाको निर्माण गरिएको, चीनले निर्माण गरिएको गुम्बा हो, जसमा रातो, जस्तै काठमाडौँमा पनि रातो गुम्बा छ नि, त्यस्तै सेम प्रकारको रातो गुम्बा नै भन्न मिल्छ। यसलाई बडा राम्रो छ। यो आँपहरू पनि वाउ कति फलेको के है, आँप एकदम। हाम्रो काका पनि हिरो हुनुहुन्छ हुनु चाहिँ। सो स्विट, सो ब्युटिफुल ब्युटिफुल। कति रमणीय कि यो हरियाली, यो होइन बस्नु। तर यहाँ साथीहरू यस्तो घामले पोलेर चाहिँ हिँड्न नसकेर बर्बाद छ छन चाहिँ। अनि सबै घामले थकित भइसकेका छन्, थकित भएर बसिया छन्। भर्खरै आएको अनि थकित घामले। ल हेर्नुहोस् यो दृश्य कति राम्रो कि। सबै चीनले निर्माण गरेको। हाम्रो यहाँ काउन्सिलरले गाइडले सिकाउनु भएको छ। यो चाहिँ अर्को भवनमा आइपुग्यो हामी। यो चाहिँ नेपालले बनाउँदै तयार गरिएको छ। यो पोखरी हेर्नुहोस्, ताल घामले पोलेर बडा दिक्क परिएको छ। अति सुन्दर, अति सुन्दर। युएसमा चाहिँ हजारवटा, हाम्रो गौतम बुद्धको हजारवटा मूर्ति यसभित्र राखिएको छ। हजारवटा मूर्ति छन्। यसमा एकदमै गोल्डन कलर, एकदम त्यो लाइटिङले होइन, सुनकै हुन् कि जस्तै के, एकदम हेर्नु कति शान्त। यहाँ पिसफुल हुन्छ। यहाँ ध्यान गरेर बस्न त एकदमै पिसफुल लाग्छ। हामीलाई भित्र अरूमा चाहिँ फोटो खिच्न दिएको थिएन, तर यहाँ चाहिँ भित्र गएर मजाले फोटो खिच्ने, यहाँ यसरी बसेर ध्यान गर्ने होइन, सबै व्यवस्थापन गरेको छौँ। हामी ध्यान गरेर बस्न सक्छौँ। थुप्रै हाम्रो यस्तो गर्मीमा पनि यति गेस्टहरू, यति टुरिज्महरू आउनु भएको छ कि बाहिरबाट। मान्छेलाई त्यही त हो नि, घुम्न रहर होइन, एकदम उत्सुक। अब हामी मायादेवीतर्फ जाँदैछौँ। मायादेवी यसरी गइसकेपछि यो मायादेवीको ठ्याक्क बाहिरपट्टिको
सिनेरियो हो हेर्नु पब्लिक होइन। यहाँ अब हामीले दिया पनि कन्टिन्यू यहाँ चाहिँ आगो एउटा बलेर कन्टिन्यू बलेर बसिरहने आगोहरू पनि छ होइन। रमणीय छ, रमाइलो छ। यहाँ उनीहरूलाई घामले पोलेर बर्बाद वाक्क दिक्क परिरहेछन्। यो चाहिँ स्ट्याचु हो, गोल्डन स्ट्याचु। हेर्नु त कति राम्रो। रेड कार्पेटमा हिँड्दा पनि घामले यति पोलेको छ, यति पोलेको छ नि के भन्नु, बडा गाह्रो छ। मै पनि रमाउला सैने त्यो पनि रमाउने, मै पनि रमाउला सैने त्यो पनि रमाउने। यो हो मायादेवीको गौतम बुद्ध जन्मिएको स्थान। यहाँ चाहिँ भित्र यिनी पुराना इँटाहरू नै, पुराना जमानाको इँटाहरू जस्ताका तस्तै छन्। अब यो भवनबाट भित्र चाहिँ हामीलाई फोटो खिच्नलाई स्वीकृति छैन। हामी यहाँबाट भित्र लागिसकेपछि गौतम बुद्धको पाइलाहरू हेर्छौँ, त्यसपछि बाहिर निस्किन्छौँ होइन। यो हो एकदम नेचुरल राम्रो क्या। अब हामी हेर्नु क्यामेराले खिच्न मनाइ छ भनेर भनेको छ, फोटो भिडियोहरू खिच्न निषेधित गरिएको छ। अब हामी यहाँ भित्र गयौँ, अब यताबाट बाहिर निस्किँदैन, ठ्याक्क बाहिर निस्क्यो। यो ठ्याक्कै यता पोखरी छ, भित्र गौतम बुद्धलाई जन्माइसकेपछि नुहाइदिएको पोखरी चाहिँ हो त्यो। अनि त्यहाँ तालमा यिनी पुराना इँटाहरू, सबै पुराना इँटा हो नि। त्यो जमानामा किल्लाहरू होला नि त होइन, किल्लाहरू थियो होला, कयौँ हजारौँ सयौँ वर्ष पहिलाको कुरो। अहिले होइन, पिपलको रुख यस्ता जस्ता त्यस्तै कति छहारी अहिलेसम्म छहारिदिन्छौँ। यिनीहरू प्रत्यक्ष गौतम बुद्धलाई ध्यान क्रममा यही रुख मुनि बसेर उहाँले ध्यान गर्नुहुन्थ्यो अनि। अब यहाँ चाहिँ आगो जो बलिरहेछ देख्नुभयो होला नि टाढामा, हो त्यो चाहिँ सधैँ बलिरहने आगो उहाँ है, सदा सदा बोलिरहने आगो। यसरी गर्दै गर्दै अब हामी घामले अत्यन्तै सतायो। अब हामी सकेन बस्नलाई, अब जान्छौँ। यी बाँदरहरू कति रमाइलो थिएन। ओहो वाह, कति स्विट बच्चा होइन बाँदरको। मङ्कीज बेबी, जसलाई पनि आफ्नो बच्चालाई माया नै हुन्छ हेर्नु होइन। अब हामी यसरी हेर्दै हेर्दै जाँदैछौँ। यिनीहरू कुनै थाइल्यान्डले बनाएको छ, कुनै हजुरको बेलायतहरूले बनाएका छन् होइन। थुप्रै सबै कन्ट्रीहरूले यहाँ बनाएर राखेको छन्। अब थ्याङ्क यू फर वाचिङ। अब यस्तै गरी माया दिइरहनु होला, हाम्रो लभिस न्यौपानेलाई माया गरिदिनु होला, च्यानल सब्सक्राइब गर्नु होला। थ्याङ्क यू।